छ है त। गाइज प्रिभियस भिडियोमा हामीले कलर करेक्सनको बारेमा डिस्कस गरेका थियौं। अबको यस च्याप्टरमा हामी स्पिडको बारेमा डिस्कस गर्न गइरहेका छौं, राइट। सो यस स्पिडको अप्सनबाट चाहिँ तपाईले आफ्नो भिडियोको स्पिडलाई कन्ट्रोल गरेर स्लो मोसन अथवा फास्ट मोसन टाइपको भिडियो बनाउन सक्नुहुन्छ। तपाईले थुप्रै स्लो मोसन अथवा फास्ट मोसन टाइपको भिडियोहरू हेरिसक्नु भएको छ होला। अब तपाईले VN एप्लिकेसनबाट स्लो मोसन अथवा फास्ट मोसन टाइपको भिडियो कसरी बनाउने त भन्ने कुरा यस भिडियो अन्तर्गत रहेर सिक्न सक्नुहुन्छ। सो त्यसको लागि तपाईले स्पिडको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। स्पिडको अप्सनमा क्लिक गरिसकेपछि यहाँनिर तपाईको 4-5 वटा अप्सन चाहिँ सो भएको छ। कर्भ अप्सन सो भएको छ, रेगुलर अप्सन सो भएको छ, ओरिजिनल अप्सन सो भएको छ, कस्टम अप्सन सो भएको छ र यतातिर भनेको तपाईको यो कर्भसँग रिलेटेड अप्सनहरु रहेको प्रिसेटहरु रहेको छ। तपाईले यी प्रिसेटमा पनि तपाईले स्लो मोसन एन्ड फास्ट मोसनलाई चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। र फर्स्टमा हामी कुराकानी गरौँ रेगुलरको बारेमा। अब तपाईको यो रेगुलरमा क्लिक गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ 1x लेखेको छ। तपाईको भिडियोको नर्मल स्पिड रहेको छ। अब यो नर्मल स्पिड देखि तपाईले 0.5 अथवा 0.3 0.4 यसरी अप्लाई गर्नुभयो भने पछाडी तपाईको भिडियोको स्पिड कम हुन्छ। तपाईको भिडियो एकदमै स्लो मोसनमा कन्भर्ट हुन्छ। लाइक तपाईको यो अहिले एकदमै स्लोमा आइरहेको छ, देख्न सक्नुहुन्छ। र 1x छ। यो 1x देखि तपाईले अगाडि लिनुभयो भने पछाडी तपाईको भिडियोको स्पिड चाहिँ फास्ट हुन्छ। ओके, यसरी चाहिँ स्लो एन्ड फास्ट मोसन यहाँबाट जेनेरेट यानी कि एडिट गर्न सक्नुहुन्छ। यो त भयो तपाईको रेगुलर भयो। तपाईको स्टार्टिङ तपाईको भिडियो कति सेकेन्डको रहेको छ भन्नाले 0 सेकेन्डदेखि लाइक मेरो भिडियो अहिले 0 सेकेन्डदेखि 26 सेकेन्डसम्मको छ भने पछाडी 0 सेकेन्डदेखि 26 सेकेन्डसम्मको डिस्टेन्समा यसले एउटै तरिकाले काम गर्छ। तर तपाईले यो कर्भमा क्लिक गरेर यी प्रिसेटहरुमा चाहिँ एप्लाई गर्नुभयो भनेपछि तपाईको यहाँनिर नर्मल रहेको छ, त्यसैगरी फास्ट रहेको छ, स्लो रहेको छ, नर्मल रहेको छ। लाइक तपाईले देख्न सक्नुहुन्छ। यस्तो प्रकारको रहेको छ। हिरो टाइम रहेको छ, नर्मल रहेको छ, स्लो फास्ट, त्यसैगरी नर्मल स्लो फास्ट, नर्मल स्लो नर्मल। ओके, त्यसैगरी तपाईको स्लो फास्ट स्लो। यो अप्सनहरु तपाईले प्रिसेटहरु पनि युज गर्न सक्नुहुन्छ अथवा होइन तपाईले आफैले म्यानुअली तरिकाले चाहिँ कस्टम गर्न चाहनुहुन्छ भने पछाडी तपाईले कस्टममा क्लिक गर्नुभयो भने पछाडी यस्तो प्रकारको एउटा अप्सन देख्न सक्नुहुन्छ। यहाँनिर यो अप्सन भनेको तपाईले पोइन्टहरु एड पनि गर्न सक्नुहुन्छ। लाइक तपाईलाई यहाँनिर एउटा पोइन्ट चाहिएको छ हैन, यो साइडमा एउटा पोइन्ट चाहिएको छ भने प्लसको आइकनमा क्लिक गर्न सक्नुहुन्छ। अथवा यो पोइन्टलाई तपाईले हटाउनु छ भनेपछि तपाईले माइनसमा पनि क्लिक गर्न सक्नुहुन्छ। अथवा पोइन्टलाई बढाउनु छ अथवा राख्नु छ भने प्लसमा तपाईले यो पोइन्ट चाहिँ एड गर्न सक्नुहुन्छ, रिमुभ गर्न सक्नुहुन्छ, राइट। अब हामीले भिडियो प्ले गर्छौं सुरुबाट। हाम्रो के भएको छ त भने पछाडी अब यो भिडियो अहिले 1x मा नर्मलमा त चलिरहेको छ, देख्न सक्नुहुन्छ। यो नर्मल तरिकाले आइरहेको छ। अब यो गाडी जब माथि हावामा उडिरहेको छ, यो हावामा उडिरहेको बेला चाहिँ म यसलाई अब स्लो बनाउन चाहन्छु, स्लो मोसन दिन चाहन्छु भने पछाडी अब यो हावामा उडीको ठाउँमा चाहिँ हामीले एउटा पोइन्ट एड गर्छौं। सो प्ले गरे। ओके, यहाँनिर अलरेडी मैले पोइन्ट एड गरिसकेको छु र यसलाई मैले स्लो गर्छु। यसरी स्लो गर्छु। सुरुमा नर्मल छ, अब हावामा उडिसकेपछि यो स्लो भएको छ। फेरि तपाईले यहाँनिर फास्ट बनाउन चाहनुहुन्छ भनेपछि एउटा पोइन्ट पनि एड गर्न सक्नुहुन्छ र यसबाट तपाईले
यसलाई फास्ट गर्न सक्नुहुन्छ। स्टार्टिङबाट हेरौँ, स्लो, नर्मल, फास्ट। ओके, यसरी चाहिँ कन्ट्रोल गरेर कस्टम तरिकाले तपाईले स्लो एन्ड फास्ट मोसन यहाँबाट बनाउन सक्नुहुन्छ। र तपाईले यो स्लो मोसन अथवा फास्ट मोसन गरेको चाहिँ राम्रो भएन, तपाईले रिसेट गर्न चाहनुहुन्छ भने यो अप्सनमा क्लिक गरेर रिसेट गर्न सक्नुहुन्छ। त्यसैगरी तपाईले यहाँबाट प्ले एन्ड पज गर्न सक्नुहुन्छ। त्यसैगरी तपाईले अब यो प्रिसेट अथवा तपाईले बनाएको कस्टम गरेको स्लो एन्ड फास्ट मोसन सही छ भनेपछि तपाईले यहाँबाट अप्लाई गर्न सक्नुहुन्छ र आफ्नो भिडियोमा अप्लाई गर्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ स्लो मोसन र फास्ट मोसन। यसरी चाहिँ तपाईले आफ्नो भिडियोमा स्लो एन्ड फास्ट मोसन बनाउन सक्नुहुन्छ। गाइज, त्यसैगरी हाम्रो रिभर्सको अप्सन रहेको छ। यस अप्सनबाट हामीले आफ्नो भिडियोलाई उल्टो बनाउन सक्छौं। सायद तपाईले रिभर्स गरिएको कुनै न कुनै भिडियो हेरिसक्नु भएको छ होला, लाइक तपाईको झरनाहरू उल्टो गतिमा बगिरहेको, त्यसैगरी तपाईको गाडीहरू उल्टो गतिमा कुदिरहेको, त्यसैगरी तपाईको मान्छे उल्टो गतिमा हिँडिरहेको, अथवा हातबाट भुइँमा फालेको सामान भुइँबाट अटोमेटिक रूपमा हातमा आएको, यस्तो टाइपको भिडियोहरू तपाईले धेरै देखिसक्नु भएको छ। त्यो भनेको तपाईको रिभर्स गरिएको भिडियोहरू रहेको छ, राइट। सो अब हामीले भिएन एप्लिकेसन भित्र रिभर्स अप्सनलाई कसरी अप्लाई गर्ने त भन्ने कुरा अगाडिको भिडियोमा हामी हेर्न गइरहेका छौं। सो त्यसको लागि मैले यो भिडियो क्लिप्स एड गरेको छु। अहिले यो भिडियोलाई मैले प्ले गरे जस्ट। ओके, यो भिडियो जस्ट पछाडिबाट अगाडि गइरहेको छ। अब यसलाई मैले यो पछाडिबाट ब्याक आएको भिडियो इफेक्ट बनाउन चाहन्छु भने पछाडि अब हामीले सिम्पल रूपमा रिभर्स गर्न सक्छौं। लाइक म फर्स्ट अफ अल यसलाई डुप्लिकेट गर्छु, तपाईलाई अहिले बुझ्न सजिलो होला भनेर। सो फर्स्ट अफ अल यो हाम्रो ओरिजिनल भिडियो रहेको छ। अब हाम्रो यो डुप्लिकेट भिडियो रहेको छ। यो डुप्लिकेट भिडियो पनि हाम्रो नर्मल रहेको छ है त। सो नर्मल रहेको छ। अब यसलाई नै हामीले रिभर्स गर्न गइरहेका छौं। सो त्यसको लागि हामीले सिम्पली यसमा क्लिक गरेर हामीले रिभर्सको अप्सनमा क्लिक गर्यौं भने पछाडि एकैछिन प्रोसेस हुन्छ। प्रोसेस भइसके पछाडि तपाईको भिडियोको लेन्थ अनुसार यसले टाइम लिने गर्दछ। तपाईको भिडियो कति लामो छ त्यही अनुसार तपाईको भिडियोमा यो अप्सनले काम गर्ने गर्दछ। लाइक हाम्रो रिभर्स अप्सन कम्प्लिट भइसकेको छ। अब हामीले यो अप्सनलाई रिभर्स गरेका थियौं, यो भिडियोलाई रिभर्स गरेका थियौं। सो हेरौं है त। यसरी चाहिँ तपाईको जुन अगाडि गएको भिडियो गाडी थियो, अब यसरी ब्याक जान्छ पछाडि। यो हाम्रो फर्स्टमा रिभर्स नगरेको भिडियो है त, हाम्रो यो ओरिजिनल भिडियो हो। ओके, यो भिडियो सकियो। अब हाम्रो रिभर्स भिडियो आएको छ। यसरी चाहिँ तपाईले आफ्नो भिडियोलाई रिभर्स गर्न सक्नुहुन्छ। त्यसैगरी फ्रिजको अप्सन देख्न सक्नुहुन्छ। अब यो फ्रिजको अप्सनबाट चाहिँ तपाईको जुन भिडियोको फ्रेम छ त्यो भिडियोको फ्रेमलाई फ्रिज गर्न सक्नुहुन्छ। भनेको तपाईले रोक्न सक्नुहुन्छ। तपाईको मान्छे दौडिरहेको छ भने रोक्न सक्नुहुन्छ। गाडी दौडिरहेको छ भने फ्रिज गर्न सक्नुहुन्छ। लाइक अहिले यहाँनिर एउटा रनिङ गरिरहेको छ, यो रनिङ गर्ल छ, रनिङ गरिरहेको एउटा गर्ल छ। यो एकदमै नर्मल तरिकाले दौडिरहेको छ है त। सो स्लो मोसनमा दौडिरहेको छ। अब यसलाई हामीले फ्रिज गर्न चाहन्छौँ र लाइक यहाँनिर फ्रिज गर्न चाहन्छौँ भने चाहिँ हामी नर्मल्ली यसमा क्लिक गरेर फ्रिजको अप्सनमा क्लिक गर्छौँ। फ्रिजको अप्सनमा क्लिक गरिसके पछाडि यो फ्रिज हुन्छ। ओके, फ्रिज भइसकेको छ र अब हामीले फेरि रिप्ले गर्छौँ। फ्रिज, फेरि हामीले फ्रिज गर्न चाहन्छौँ भनेपछि फ्रिजमा क्लिक गर्छौँ। ओके, फेरि फ्रिज भइसकेको छ। अब हामी नर्मल रूपमा भिडियोलाई प्ले गरौँ। स्टार्टिङ, फ्रिज, स्टार्ट, फ्रिज। यसरी चाहिँ तपाईले यस अप्सनबाट फ्रिज गर्न सक्नुहुन्छ आफ्नो फ्रेम।